चासोक मान्ने एउटा जिल्ला भनेको चाहिँ 5 झापा हो भनेर दाबी गर्ने जिल्ला हो क्या त्यो चाहिँ। यति कि त्यहाँ चाहिँ चासोक चाड मात्रै पनि 21 दिन मनाउने हाम्रोमा 15 लाखदेखि 20 लाखसम्मको मनाउने। अब तेह्रथुम त यस्तो ठाउँ कि त्यहाँ चुनावमा एकचोटि गैर लिम्बूले जित्यो भने अरे लिम्बूहरूको विरासतै खत्तम भयो भन्ने ठाउँ हो क्या हाम्रो। अरे त्यो याक्थुङहरूको विरासतै खत्तम हुने ठाउँमा त अहिलेसम्म त लछारीका होपले छ पालिकामा भाषा हो भने यो चाहिँ हाम्रो जिम्मेवारीमा आयो क्या। अब बिजयपुर लिम्बुवानको ऐतिहासिक राजधानी नै भएको ठाउँ हो कि। अब त्यो धरानमा हामीले धेरै पहल गऱ्यौँ, आफ्नै कथा व्यथा छ। हर्कजी त्यहाँ मेयर हुनुहुँदाखेरि होइन, अहिले हाम्रो बेगाजी हुनुहुन्छ, अहिलेसम्म सकिएको छैन। अदालतमा हामी मात्रै होइन अरू कार्यालयमा पनि जाँदाखेरि त निवेदनै याक्थुङबाट लगेर जानु पर्यो नि, अनि पो हुन्छ त। अब याक्थुङ चाहिँ नलाने, उता बागमतीमा नि पास गर्यो, तामाङमा निवेदन चाहिँ नलाने होइन, नेवारीमा नलाने, पेनिवामै लगेर जाने, अनि पेनिवा भाषामा लगेर गएपछि के को ट्रान्सलेसन चाहिएन नि होइन। को सेवारो एगाङ हामीले खेम्देत्याङ बप्पी एगाङ खेम्देत्याङ नै भने चाहिँ एक्चुअली तपाईँहरूले कराइदिनु होला। आइन कन्थिम्बे क्युङबा के अरे तुतुतुम्याङ आदाङबा अनि हामी सबै फ्याकल्टिज अनि हाम्रो टिममा रहनुहुने हामी केयुको यो क्लास अन्तर्गतका सबैलाई लुङमेन्दिङ सेवारो। अनि आज यो कार्यक्रममा किजुम ब्याङ्क वाबा केरेकको लुङमेन्दिङ सेवारो आङ्गाइन चाहिँ यो मेरो प्रस्तुति अलिकति पोलिटिकल टाइपको छ। म 3 तरिकाको मिक्स टिबुप खालिया पान्ता मेरोमा चाहिँ, किनभने म अलिकति एकाडेमिक मान्छे, अलिकति पोलिटिकल पनि कस्तो भने एडभोकेसी गर्ने मान्छे, आन्दोलनै बेला बेला नेतृत्व गरेर हिँड्ने मान्छे। अनि आज चाहिँ अलि एकाडेमिक पनि फेरि अलिक मिसाउनु पनि पर्नेछ। त्यसैले मेरो टाइटल पनि के छ भने यो भाषामा पोलिटिक्स कसरी भइराखेको छ, त्यसभित्र पनि याक्थुङ भाषामा चाहिँ पोलिटिक्स कसरी भइराखेको छ। किनभने भाषा चाहिँ पोलिटिक्स पनि हो, भाषा राजनीति पनि हो, भाषा पहिचान पनि हो, र भाषा चाहिँ राजनीतिको यति ठुलो माध्यम हो कि कसैलाई राजनीतिमा सिद्ध्याउनु पर्यो भने भाषा सिद्ध्याएपछि सिद्धिन्छ। त्यसैले अब योभन्दा धेरै जोडिन अघि नै धेरै कुरा गर्नुभएको छ, त्योसँग सम्बन्धित गरेर प्रदेश 1 मा याक्थुङ भाषाको राजनीति नाक्ल बोङ्लो आवे के र अब चाहिँ मैले यहाँ प्रस्तुत गर्न खोजेको छु। र यो अनि चाहिँ 1 नम्बरे आखियो आवेले यो भाषा चाहिँ प्रदेश 1 मा निष्फिक्री निर्विकल्प सरकारी कामकाजको भाषा पोङ गर्ने, तर त्यो चाहिँ अहिले एकदमै अड्केर बसेको छ। त्यसैले यो अड्किनुमा चाहिँ समस्याहरू के आइपरे त के र अब चाहिँ म अलिकति कुरा गर्छु। यसमा यो याक्थुङ भाषा चाहिँ सरकारी कामकाजको भाषा हुने आधारहरू चाहिँ धेरै मध्येमा हामीले मुख्य रूपमा हेर्दा चाहिँ संविधानले एकदम क्लियर कट रूपमा हामीलाई चाहिँ प्रदान गरेको, समावेशी लोकतन्त्र भनेर, अनि सङ्घीयताको कार्यान्वयनको लागि चाहिने एउटा एलिमेन्टको रूपमा, अनि भाषिक रूपमा चाहिँ यो मल्टिलिङ्गुअल हो हाम्रो देश भनेर संविधानले रिकग्नाइज गरेको यो अहिलेको संविधानले। अनि प्रदेश नम्बर 1 मा किन हुनुपर्ने भन्ने चाहिँ 11वटा आधारहरू कन चाहिँ भाषा आयोगले तोकचोगङ 11वटा आधारहरू सहित चाहिँ पेश गरेको। तर भयो के भन्दाखेरि यो चाहिँ 1 नम्बरमा पास हुनुपर्ने प्रदेश 1 मा, तर त्यो चाहिँ भएन। त्यसैले यहाँ चाहिँ राजनीति भइरहेछ भाषामा, र त्यो कुरालाई मैले अलिकति इन्डिकेट गर्न, र यो गर्दाखेरि एउटा चाहिँ हामी संविधानको चाहिँ कार्यान्वयन हुन्थ्यो, अर्को कुरा चाहिँ पहिचानको सम्मान र स्वीकृति हुन्थ्यो, जो याक्थुङ भाषा र याक्थुङ भाषाले निर्माण गरेको आइडेन्टिटी, त्यो क्षेत्रको भूगोल, त्यो क्षेत्रको इतिहास, त्यो क्षेत्रको चाहिँ सभ्यता, त्यो सबैको पहिचानहरूलाई रिकग्नाइज गर्ने, क्या यहाँको रैथाने भाषिक सांस्कृतिक कुराको
सम्बोधन गर्ने जम्मै कुरा चाहिँ हुन्थ्यो, यो पोलिटिकल एजेन्डा पनि हो। तर यत्रो 2-2 वर्ष के अरे चोटि चुनाव भएर सरकार चाहिँ अहिले 10वटा बन्न लागिसक्यो मुख्यमन्त्रीहरू, तर यो भएन। त्यसैले यसमा चाहिँ पोलिटिक्स छ। अब यसमा चाहिँ हाम्रो यो याक्थुङ भाषामा चाहिँ किन हुनु पर्थ्यो भन्दाखेरि 1 नम्बरमा नेपाली छ, त्यस पछाडि दोस्रोमा मैथिली छ, तेस्रो नम्बरमा याक्थुङ हो हैन। याक्थुङ चाहिँ तेस्रो नम्बरमा बहुमत सङ्ख्याले बोल्ने हो र यहाँनिर अलि मधुरो देखिँदो रहेछ। यहाँ चाहिँ यो पल्लोमा यहाँ चाहिँ कसरी यो प्रदेशमा भाषाहरूको सरकारी कामकाज कसरी चोक्ना के र भने चाहिँ यो अन्तिम लाइनमा यो भाषा आयोगले सिफारिस गरेको छ कि मैथिली, लिम्बू, थारू लगायत तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई भाषालाई सरकारी कामकाजमा चाहिँ क्रमशः प्रयोग गर्ने गरी भनेर चाहिँ प्रष्ट उल्लेख गरेको छ क्या। त्यसको आशय के बुझिन्छ भन्दाखेरि अहिले सुरुमा चाहिँ 2टालाई पहिले डिक्लेयर गर प्रदेश 1मा, त्यो चाहिँ दोस्रोमा रहेको मैथिली र तेस्रोमा रहेको याक्थुङ भनेर चाहिँ प्रष्ट किटेर दिएको छ। अब तर यो अहिले हुन सकेको छैन, किन भन्दाखेरि यहाँ प्रष्ट राजनीति भएको छ र त्यो पोलिटिकल कुरा चाहिँ यहाँ अलिकति म तौतिर पातौँ। त्यो पोलिटिकल कुरा पाउन अगाडि चाहिँ अब 11वटा आधारहरू तय गरेको थियो। यसमा केही कुराहरू छन् हैन। सबभन्दा धेरै चाहिँ यो जनसङ्ख्या नै हो। त्यस पछाडि सैद्धान्तिक हिसाबले आधारहरू निर्माण गरेर त्यो सैद्धान्तिक रूपमा प्रमाणित सरकारी कामकाजको बन्न सक्ने आधार, अनि लेखन प्रणालीको आधार, अनि अभिलेखहरू विभिन्न भएको डकुमेन्टहरूको आधारहरू, अनि शिक्षामा यसको प्रयोगको आधार, त्यस्तै गरेर यो भाषाको जीवन्तताको आधारहरू, यसको प्रविधि उन्मुक्तताको आधारहरू सबैलाई मानेर 11वटा आधारहरूमा 11वटा आधार मेन्टेनु चाहिँ कुन रिकमेन्डेसन भाषा आयोगले चाहिँ गरेको। अब यसो गर्दा यहाँ किन भएन यो भन्नेमा चाहिँ यहाँ चाहिँ गजब एउटा के भएको छ भने म तपाईहरुलाई यो पल्लोपट्टि हेर्छु। यहाँ मैले उल्लेख गरेको छु कि यो भाषा चाहिँ विधेयक हामीले लिम्बू भाषा र मैथिली सरकारी कामकाजको लागि घोषणा हुनको लागि जब विधेयक चाहिँ पार्लियामेन्टमा पेश भयो, यसमा 3टा पोलिटिक्स भयो। पहिलोचोटि चाहिँ खिनु लङवा पर्यटन तथा संस्कृति मन्त्री हुनुहुँदाखेरि उहाँको मुख्य सरकारभित्रबाट इनिसिएसन र किराँत याक्थुङ चुम्लुङलाई चाहिँ यो आग्रह पनि र हाम्रो इनिसिएसन पनिबाट चाहिँ विधेयक बन्यो र त्यो विधेयक पहिलोचोटि चाहिँ विधेयक सरकारलाई हस्तान्तरण गरियो तर पार्लियामेन्टमा पेश हुन सकेन। एउटा पोलिटिक्स त्यहाँ भयो। दोस्रो के भयो भन्दाखेरि चाहिँ सरकारले सरकारी विधेयक बनाएन, त्यसैले सरकारी विधेयकको रूपमा ओन गरेन। अनि त्यसमा चाहिँ खिनु लङवा र एकजना समथिङ शेर्पाज्यू मानुजीहरूले गैर सरकारी विधेयकको रूपमा पेश गर्नुभयो। त्यसलाई चाहिँ फेरि तत्कालीन एमाले र काङ्ग्रेस सहितको मिलेको सरकारले चाहिँ फेरि फेल गरिदियो। अनि अहिलेको पोलिटिक्स त्यहाँ के भइराखेको छ भन्दाखेरि सरकारले तुरुन्तै सरकारी विधेयकको रूपमा फेरि अर्को विधेयक चाहिँ पेश गर्यो। त्यो पेश गर्दाखेरि चाहिँ अब यहाँनिर के भयो भन्दाखेरि यहाँ 4वटा तपाईँ देख्नुहुन्छ। उदाहरणको लागि माननीय राजन किराँतीजी, विद्या चामलिङ, राजेन्द्र कुमार राई, राजेन्द्र कार्की, अनि त्यस्तै गरेर तल चाहिँ नुरसदी बेगम, त्यस्तै गरेर तल चाहिँ खड्गबहादुर बस्नेत, त्यसरी माथि सबैभन्दा माथि समथिङ सुनिता चौधरी, गीता शिला हैन, रोहित कुमार, यसरी यो संशोधन विधेयकहरू पस्दा चाहिँ त्यहाँ कसो एउटा इन्ट्रेस्टिङ के पस्यो भन्दाखेरि चाहिँ केहीले बान्तवा र चामलिङलाई पनि यो लिम्बू र मैथिली सँगसँगै नगरी हुँदैन भन्ने गरी जोड जुलुमका साथ विधेयकमा चाहिँ मस्यौदा पेश गरियो हैन, त्यो विधेयक के अरे संशोधनको लागि। अनि कसैले चाहिँ मगर ढुक पनि हुनै पर्छ नभई हुँदैन भनेर पेश गरियो र कसैले चाहिँ उर्दू पनि हुनै पर्छ सँगसँगै। अब त्यो भाषाहरूको पोजिसन चाहिँ कहाँ छ त भनेर हामीले हेर्दाखेरि चाहिँ यहाँ पनि देखिन्छ, यहाँ पनि देखिन्छ। तपाईको यहाँ पल्लोपट्टि हेर्दाखेरि प्रष्ट देखिन्छ
यो चाहिँ उसको पर्यो यसमा छ नेपाली याक्थुङ थर्डमा, थारू चौथोमा, तामाङ पाँचौँमा, मगर ढुक छैटौँमा, सातौँमा बान्तवा, आठौँमा राजवंशी, नौमा उर्दू, 10औँमा राई, 11औँमा चाम्लिङ छ भाषा सङ्ख्याको आधारले। यसो हुँदा के भयो भने चौथोदेखि थारूको यहाँ प्रश्न मैले भेटिरहेको थिइनँ, तर देओस् त्यो तल छैटौँ, सातौँ, आठौँ, 10औँ, 11औँसम्म भएको भाषाहरू पनि तुरुन्तै भइहाल्नुपर्ने सँगसँगै यसको लागि ठुलो तेग्रम भयो र यसैले गर्दा एउटा चाहिँ त्यहाँ पार्लियामेन्टमा निष्क्रिय रूपमा पास हुन चाहिँ यो रोकियो। त्यो गलत भएको छ भन्ने लाग्छ मैले चाहिँ उसको हिसाबले कुरा गर्दाखेरि। यो किन भन्दाखेरि चाहिँ तपाईँ हामी यहाँनिर हेऱ्यौँ भने चाहिँ यो डेटा के छ भने यो चाहिँ सबै प्रदेशको पोजिसन छ क्या। सबै प्रदेशमा कुन कुन भाषाको अवस्था कसरी छ यहाँ हेर्न सकिन्छ। अलिक मधुरो चाहिँ भयो। जस्तो बागमतीमा हेर्ने भने म मुखले भनिदिन्छु, बागमतीमा नेपाली पछि तामाङ दोस्रोमा छ, त्यस पछाडि नेपाल भाषा अथवा नेवार तेस्रोमा छ। यो दुईटा भाषा सरकारी कामकाजको रूपमा घोषणा भइसक्यो र यसको पछाडि मगर चाहिँ 2.4 छ, थारू 1.6 छ, मैथिली फेरि 1.25 छ, भोजपुरी 1.4 छ। तर यता चाहिँ के भयो भन्दाखेरि यहाँ चाहिँ यसरी हाम्रोमा जस्तो चाहिँ तल 10औँ, 5औँ, 6औँ, 11औँमा भएको नम्बरकोहरूले चाहिँ पुरा विरोध गरेर विधेयक चाहिँ त्यहाँ पेस गरेको बुझिएन। पेस भयो भने पनि त्यसलाई पोलिटिकली सल्भ गरियो, तर त्यो सल्भ गर्ने हिम्मत चाहिँ यहाँका सांसदहरूले गरेनन् र यहाँको पोलिटिकल नेतृत्वले गरेन। किन भन्दाखेरि त्यो चाहिँ भोटिङ पोलिटिक्स त्यहाँ चाहिँ थियो। भोलि चाहिँ म दल र त्यो दलको म उम्मेदवारले आउँदो चुनावमा चाहिँ मेरो पोजिसन के हुन्छ भन्ने गन्ती गरेर चाहिँ यहाँ चाहिँ हिम्मत नगरिएको त्यो चाहिँ स्थिति हाम्रो अहिलेको रियल स्थिति चाहिँ त्यो हो। त्यो कुरा त्यो चाहिँ मगरातमा उता तमुवानको के अरे बागमतीमा पनि त्यो भएन, त्यस्तै गरी चाहिँ गण्डकीमा पनि त्यो भएन। तर हाम्रोमा चाहिँ यस्तो भएकोले गर्दाखेरि हामी अहिले प्रदेश 1मा सरकारी कामकाजको भाषाको स्थिति चाहिँ त्यसरी रहेको छ भनेको अहिले पास भएर गएको छैन। यो पास भएर जाँदा के हुने हो त भन्दाखेरि चाहिँ संवैधानिक अधिकार र संवैधानिक व्यवस्थाको चाहिँ सम्मान र कार्यान्वयन हुने हो। तर त्यो कुरा अहिले उल्लङ्घन भइराखेको छ। म चाहिँ दाबी के गर्छु भन्दाखेरि यो अहिलेको पार्लियामेन्ट मेम्बरहरूले गरिरहेछन् प्रदेशकाहरूले, किनभने संवैधानिक अधिकारलाई जनताको अधिकारप्रति चाहिँ कुण्ठित गरिरहेछ। व्यवस्था त्यो कन्स्टिट्युसनले इम्प्लिमेन्ट गर्नको लागि कन्स्टिट्युसनमा के भनेको छ भन्दाखेरि भाषा आयोग चाहिँ संवैधानिक आयोग हो। त्यो संवैधानिक आयोग संविधान अनुसार गठन भयो र त्यो संविधानले दिएको कुरालाई कार्यान्वयन गर्नुपर्छ भनेर जुन कुरा भएको हो त्यो चाहिँ अहिले उल्लङ्घन भइराखेको छ क्या। एकदम सहज अवस्थामा नेतृत्वहरूले त्यो काम चाहिँ गरिराखेका छैनन्। त्यसैले त्यो चाहिँ संविधान, संवैधानिक आयोग, भाषा आयोग यिनीहरूप्रति नै एक प्रकारको अपमान। अनि यो कम्युनिटी र यो सम्बन्धित भाषाको त भयो नै। यो किन भयो भन्दाखेरि चाहिँ मेन चाहिँ यो चुनावी पोलिटिक्स, यो अन्तिममा हेर्दाखेरि यो चुनावी पोलिटिक्सले गर्दाखेरि चाहिँ यसलाई प्रभाव पारिराखेको छ हैन। यो हाम्रो स्थिति चाहिँ यो छ र यो विधेयकको निर्माणको क्रमको कुरालाई यहाँ सरकारहरूले 2-3 तरिकाले कोल्टे फेर्दै काम गर्दाखेरि यो चाहिँ मैले एउटा किराँती याक्थुङ चुम्लुङ पनि यसमा जोडिने भएकोले चुम्लुङले केही भूमिकाहरू कसरी गरिराखेको छ र त्यो विधेयकमा राज्यसँग कसरी समन्वय गरेर चाहिँ काम गरिरहेछ भन्ने कुरा चाहिँ जोडिने भएकोले मैले यो चासै राखेको छु। यसमा चाहिँ चुम्लुङको विधेयक निर्माणको लागि एकदमै फन्डामेन्टल रोल छ भनेर हामी दाबी गर्न सक्छौँ। त्यो चाहिँ डेटागत हिसाबले नै, यो एडभोकेसीको हिसाबले मात्रै होइन कि विधेयक निर्माणमा सुरुमा जब संस्कृति पर्यटन मन्त्रालय मार्फत यसको इनिसिएसन हुँदा यसको संयोजक नै हाम्रो चुम्लुङको चाहिँ संस्थापक अध्यक्ष नन्द कन्दमाजीको नेतृत्वमा चुम्लुङको हाम्रो अहिले वर्तमान महासचिवज्यू लगायतको टिमै बसेर यसमा चाहिँ वर्क गर्नुभएको हो। मैथिली सहित काम भए पनि 80% गणनै गर्दाखेरि हुन्छ होला, तर डेटामा चाहिँ हामीसँग त्यो छैन। तर 80% एबोभ कन्ट्रिब्युसन चाहिँ लिम्बूले गरियो। त्यो विधेयक त्यसरी बनाइयो र दिइयो हैन। अगुवाई नै कियाचुको थियो त्यसमा। तर त्यो विधेयक चाहिँ अघि पनि मैले भने त्यो चाहिँ पार्लियामेन्टमा लगेर पेश गर्न नदिकन तुवाइयो हैन। पछि अब त्यस्तो एउटा फाउन्डेसन चाहिँ फेरि अहिले बनेको छ। त्यसैको आधारमा अहिलेको विधेयकमा काटछाँट चाहिँ भएको छ।
तर त्यसमा हुँदाखेरि पछि चाहिँ धेरै परिवर्तन भए पनि त्यसलाई फेरि हुबहु गैर सरकारी विधेयकको रूपमा पेश गरिएको थियो। तर सरकारी विधेयक बनाउँदाखेरि धेरैवटा संशोधन गरिएको छ, तर पनि त्यसलाई हामीले पोजिटिभ रूपमै लिएको थियौँ, किनभने पास होस् भन्ने हिसाबले। अनि यसमा चुम्लुङले चाहिँ के गरेको छ भन्दाखेरि दल र सांसदहरूसँग निरन्तर समन्वयमा छ। अनि समुदायको तहमा पनि यहाँ कस्तो देखियो भने मगरसँग पनि छलफल गर्नुपर्ने भयो, थारूसँग नि गर्नुपर्ने भयो, राईको त चाम्लिङसँग पनि, बान्तवासँग पनि, होइन, सबैसँग गर्नुपर्ने अवस्था भयो क्या हेङ खाले क्यारेक्नु चोक भन्ने हात्याङ भइरहेछ। अनि भाषा आयो पनि। यो मैले यतापट्टि यो राखेको चाहिँ किन भन्दाखेरि सरकारी कामकाज यसमा पूरक सिफारिस समेत गर्नु पर्यो क्या, यो हाम्रो प्रदेशकैलाई पनि एउटा सेन्टरमा हेर्दाखेरि। किनभने पहिले नै भाषा आयोगले चाहिँ प्रष्ट आधारसहित सिफारिस गरिसकेको, त्यो काम चाहिँ गरेन। यहाँ लफडा हुने जनतालाई झगडा गराउने गोत्रीय नाम कोशी चाहिँ पास गराइदियो रातारात है। अनि त्यसो भएपछि यहाँ चाहिँ मान्छेको मारामार भयो, होइन, अझै पनि अब त्यसको चाहिँ निकास आएको छैन। तर यो कुरा जो संविधानले र जनताले ओनरसिप लिएर सकारात्मक रूपमा अगाडि लान सक्ने विषयलाई चाहिँ अहिलेसम्म पोलिटिकल इस्यु एजेन्डा र आफ्नो पक्ष र विपक्षको आधार बनाएर अहिलेसम्म चाहिँ पास गरेका छैनन्। त्यसैले अहिलेको स्थिति चाहिँ यहाँ छ, हामीले बुझ्नुपर्ने चाहिँ। अनि यसमा यो जस्तो लिम्बू भाषाको चुम्लुङले काम गर्दाखेरि चाहिँ यो विधेयक यसलाई याक्थुङ पानमा ट्रान्सलेसन गर्ने कामहरू चुम्लुङले नै कम्प्लिट गरिदिएको छ। लगायतको थुप्रै टेक्निकल, नन टेक्निकल र फेसिलिटेटिङ कामहरू चाहिँ चुम्लुङले विधेयकको सवालमा कामहरू चाहिँ गरिराखेका छौँ। हाम्रो पोजिसन हेर्दाखेरि अब देशभरमा 125 मध्ये हामी 12औं स्थानमा याक्थुङहरूको 5 छ, जसमा 1.20 जम्मै नेपालको हकमा, होइन। अब प्रदेश 1 मा मात्रै हेर्दाखेरि चाहिँ हामी तेस्रो स्थानमा याक्थुङहरूको छ र 107 वटा भाषा मध्येमा त्यो छ, होइन। त्यसमा 6.70 चाहिँ अथवा 6.7 हाम्रो याक्थुङहरूको भाषाको चाहिँ यहाँको डोमिनेन्स हो। यो यसो डेटाको हेरौँ भन्दा अब अहिले चाहिँ स्थिति के भइरहेछ भन्दाखेरि दलहरूले मात्रै राजनीति गर्ने, होइन, अनि भोटको मात्रै हेर्ने। अब हामी पनि अलिअलि राजनीति गरौँ भनेर अहिले चाहिँ यो यता चुम्लुङ पक्षधरले अलिअलि राजनीति गरिरहेछन्, त्यो पनि यहाँ अलि देखाइदिएको छु मैले। त्यो चाहिँ के गर्दैछन् भन्दाखेरि अब प्रदेशमा चाहिँ सबै बखेडा गरेर पास गरेर नदिने भयो। अनि हामीले अभ्यास हेर्दा चाहिँ गण्डकी र बागमतीमा पास त भयो, तर कार्यान्वयन चाहिँ छैन फिल्डमा, क्या भनेको एक्सपेक्टेड छैन। त्यसो भएपछि अब हामीले पनि के एउटा पोलिटिकल्ली चतुर्याइ गरौँ भने चाहिँ माथि पास नगरोस्, तल चाहिँ सबै बिछ्याइहालौँ पहिला भन्ने हिसाबले हामी चाहिँ स्थानीय निकायलाई टार्गेट गरेर स्थानीय निकायमा सबैमा चाहिँ कार्यान्वयन गराउने त्यो समन्वयमा हामी चुम्लुङ लाग्यो भनौँ न। त्यसरी लाग्दा माङसेबुङ हामीले त्यति धेरै गर्नै पर्ने, आफै अटो माङसेबुङले कार्यान्वयन गरिसक्यो, होइन, पालिकाले सरकारी कामकाजको रूपमा। फाल्गु नन्दले पनि मलाई गरेको जस्तो लाग्छ 5 थरमा। अनि यो ताप्लेजुङ र अरू स्थानीय निकायहरूमा चाहिँ अहिले निकैले पास गर्ने गरी नीतिहरू चाहिँ अहिले पास हुन चुम्लुङले चाहिँ ऱ्यापिडली सबै स्थानीय निकायहरूमा समन्वय गरिराखेको छ। र मैले यसो हेरेको यो एकदम कडाकडा लिम्बूहरूको बस्ती ठाउँहरूमा पनि बाँकी रहेछ हौ अहिले यो चाहिँ अभ्यास गर्नु चाहिँ। अब यो चाहिँ याद गर्नुपर्ने रहेछ हामीले। अब तेह्रथुम त यस्तो ठाउँ कि त्यहाँ चुनावमा एकचोटि गैर लिम्बूले जित्यो भने अरे लिम्बूहरूको विरासतै खत्तम भयो भन्ने ठाउँ हो क्या। अरे त्यो याक्थुङहरूको विरासतै खत्तम हुने ठाउँमा त अहिलेसम्म त लछारीका होपले छ पालिकामा भाषा हो भने यो चाहिँ हाम्रो जिम्मेवारीमा आयो क्या। मेबी अब झापा अब सायद यिनीहरू मतलब एकदम दरो जनसङ्ख्या भएको एकदम सबैभन्दा गतिलो बस्ती भएको र धेरै खतरा चासोक मान्ने एउटा जिल्ला भनेको चाहिँ झापा हो भनेर दाबी गर्ने जिल्ला हो क्या। त्यो चाहिँ यति कि त्यहाँ चाहिँ चासोक चाड मात्रै पनि 21 दिन मनाउने हाम्रोमा 15 लाखदेखि 20 लाखसम्मको मनाउने
अघि त्यस्तो ठाउँमा आत्तियङ पालिकामा लछा चाहिँ हाम्रो भाषा वडामा पनि गर्नु सकिएको रहेनछ। दुःखद कुरा चाहिँ हेके यो चाहिँ अब दम नि हाम्रो दम अलिक चेक गरेर त्यो हिसाबले पनि गर्नुपर्छ होला भनेर। हेक्या सुनसरी अब बिजयपुर लिम्बुवानको ऐतिहासिक राजधानी नै भएको ठाउँ अघि। अब त्यो धरानमा हामीले धेरै पहल गऱ्यौँ, आफ्नै कथा व्यथा छ। हर्कजी त्यहाँ मेयर हुनुहुँदाखेरि होइन, अहिले हाम्रो बेगाजी हुनुहुन्छ, अहिलेसम्म सकिएको छैन। पोभन्दा पहिला एकचोटि चाहिँ सुरु चाहिँ दबाबले गरिएको थियो, तर भयो के भन्दाखेरि कन्टिन्युटी हुन सकेन। त्यसले इन्स्टिट्युसनलाइजेसन हुने काम चाहिँ प्राप्त। धनकुटा अलिक कमै हो तर पनि सकिएको छैन। मोरङ पनि अलिक ठिकै हो र पनि माथिल्लो बेल्ट त कडै हो हाम्रो, तर सकिएको छैन। असङ्ख्य सभा अलिक थोरै नै छौँ, तर पनि एउटा राम्रै ठाउँ हो त्यो पनि लिम्बूहरूको लागि हिस्टोरिकल प्लेस। तिनीहरूमा चाहिँ त्यसैले यो हामीले स्थानीय निकाय अब हामीले कार्यान्वयनको तल ग्राउन्ड स्ट्रङ बनायौँ भने चाहिँ प्रदेशमा एकैचोटि घोषणा हुँदाखेरि चाहिँ धेरै अभ्यास हुने रहेछ। नत्र भने के छ भने सरकारी कामकाज बनायो। जस्तै एउटा उदाहरण म तपाईँलाई दिन्छु, यहीँ पनि केही साथीहरू हुन्छ हाम्रो क्लासमै रहनुहुने साथीहरू। अहिले चाहिँ हामी के छ भने याक्थुङहरूले अदालतले एउटा यो भाषा ट्रान्सलेसनको लाइसेन्स दिन्छ क्या, केही समयको लागि नियुक्ति गर्छ। अनि याक्थुङ भाषाको चाहिँ भाषा ट्रान्सलेसन फल्ना जिल्ला अदालतको म भएँ भनेर चाहिँ एकदम खुसी भएर हामी प्रचार गर्छौँ क्या त्यहाँ हुँदाखेरि अघि। अनि यसो बुझेको यहाँ एकजना हाम्रो निशाजी यहीँ हुनुहुन्छ, उहाँ पनि एकचोटि हुनुहुन्थ्यो रहेछ क्या ट्रान्सलेसकको रूपमा। र उहाँले चाहिँ हामीले त्यो क्लासमा सोद्धाखेरि के भन्नु भने, होइन सर थेन्बे आदाङबे त्यो पोङ्ग पोखाङ तर त्यो तामे मेदानेन के तामे मेदानेन थिएन ट्रान्सलेट नाबे आउनु पर्यो नि त याक्थुङमा। त्यो अदालत बोल्ने निवेदन आउनु पर्यो, बोल्ने मान्छेले याक्थुङमा बोल्नु पर्यो मेबी हेक्याङ। अनि हामी अर्को पनि के भन्दाखेरि अदालतमा हामी मात्रै होइन अरू कार्यालयमा पनि जाँदाखेरि त निवेदन याक्थुङबाट लगेर जानु पर्यो नि। अनि पो हुन्छ त अब याक्थुङ चाहिँ नलाने, उता बागमतीमा नि पास गर्यो, तामाङमा निवेदन चाहिँ नलाने होइन, नेवारीमा नलाने, पेनिवामै लगेर जाने। अनि पेनिवा भाषामा लगेर गएपछि के को ट्रान्सलेसन चाहिएन नि होइन। त्यसपछि हाम्रो यो चाहिँ के भने यो ग्राउन्डमा पहिले गऱ्यौँ भने चाहिँ हामी यतिजनाले अब हाम्रो निवेदन चाहिँ हरेक स्वरमा हाम्रै भाषाबाट लिपिबाट दिनु पर्यो, त्यसै पछाडि चाहिँ गर्न सकिन्छ। त्यसैले यो तलको मजबुत बनायो भने हामी चाहिँ बटम टु अप पनि राम्रो हुँदो रहेछ। अहिले अप टु टप टु बटम गर्न खोजेको सकिएन त। अब साथीले यता पनि बखेडा गर्छन्, यता पनि गर्छन् है, चारतिरबाट घेराबन्दी हालेर नसकिने नै भयो त होइन। गरेको त त्यही हो अहिले, नत्र भने लुम्बिनीमा पनि त थियो नि, के अरे गण्डकीमा पनि बागमतीमा पनि तेस्रो चौथो पाँचौँमा पोजिसन भएको भाषा त थिए, तर उहाँहरूले सहर्ष त्यहाँ स्वीकार भयो, सहमति भयो। यही प्रदेश एकमा चाहिँ खै के हो लिम्बूको ग्रह कडा हो कि भाषा गराउनु सकिएन कि यस्तो छ स्थिति। त्यसैले यो हाम्रो अब यो संविधानमा चाहिँ यो यिनीहरू नेपालीमा बनाउन भ्याएन। अब यसमा छ प्रश्न रूपमा किन बनाउने, कतिवटा हाम्रो प्रोभिजन संवैधानिक आयोग किन महत्त्वपूर्ण हो, अनि तीनटा कुरा यसमा चाहिँ राखेको छु। यो राज्यले कसरी हाम्रो भाषालाई के अरे सरकारी कामकाजको बनाउन सक्ने हो, प्रदेशको विषयमा के व्यवस्था गरेका छ, अनि त्यसलाई रिकमेन्ड गर्नको लागि संविधान के अरे ले भाषा आयोगलाई कसरी अधिकार दिएको छ भन्ने यसमा अलिकति राख्छ। र अन्तिममा चाहिँ हाम्रो लागि चुनौती चाहिँ त्यसैले हाम्रो के भएको छ भने विधेयक किन पास मेम्बुङधारी फेरि पनि अलिक भएन नि त होइन। त्यसैले लिगल्ली फ्रेममा चल्न त विधेयक त पास त गर्नै पर्छ, कानुन त बन्नै पर्यो, एक्ट त बन्नै पर्यो, संविधान त छ हामीसँग, तर ऐन बनेन। त्यसैले त्यो ऐन चाहिँ बनाउन हाम्रो लागि एउटा चुनौती भइरहेको छ, त गर्नुपर्ने त्यो देखिन्छ। अब अर्को चाहिँ के देखिन्छ भन्दाखेरि याक्थुङ सहितको मातृभाषाहरूको शिक्षक दरबन्दी एउटा एकदम मोस्ट इम्पोर्टेन्ट अघि पनि आएको थियो। यो दरबन्दी भयो भने पनि के हुन्छ भन्दाखेरि एक भाषा पनि उठ्छ। हेक्याँ अर्को चाहिँ थेदाङ पुङमेलले सरकारी कामकाज चोकम्रदेम लागि मान्छे अनि जुरुक्क पनि उठ्छ होइन। अनि दरबन्दी भएपछि भाषा पनि बच्छ। खास भाषा बचाउने ठाउँ चाहिँ दरबन्दी नै हो, किनभने अघि पनि कुरा आयो म रेडियो नेपालको उसको कुरा सुन्दा मैले राम्ररी रेडियो नेपालमा धनकुटामा चाहिँ किन निरन्तर बज्यो त होइन।
तर अरूमा मेरै इलाम जिल्लामा चाहिँ अहिलेको किराँत तेख्रमको जिल्ला अध्यक्ष नै समाचार वाचिका हुनुहुन्थ्यो क्या अस्ति। यो म त उहाँले अहिलेसम्म पढिराख्नु भएको छ होला भन्थेँ, तर आज डेटा सुन्दा त रहेनछ। मलाई अझ गजब लाग्यो। त्यसको मतलब त्यहाँ किन डिस्कन्टिन्यू भयो भन्दाखेरि त्यो चाहिँ इन्स्योर्ड पोस्टिङ भएन। इन्स्योर्ड पोस्टिङ नभएपछि त मान्छेले त के भने अपर्च्युनिटीहरू खोज्दै कता कता पुग्ने भयो। अनि त्यो एफएमलाई अब दबाब कहिलेसम्म दिने होइन। तर धनकुटाले किन कन्टिन्यू गर्यो भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ सेक्युर्ड पोस्ट नै निर्माण गरियो भाषाको लागि होइन। त्यसमा भक्तशेर चेम्जोङज्यूहरू अनि हाम्रो अर्को हाम्रो चेम्जोङ दाइको नाम बिर्स्यौँ, उहाँ तिलविक्रम चेम्जोङ, अहिले विष्णु हाम्रो फ्याकल्टी नै हाम्रो विष्णु सिङ्गकजीहरू होइन, सन्देश। त्यसरी भएपछि के भने त्यसले कन्टिन्युटी पायो। त्यस्तै हाम्रो भाषा पनि व्यापक पाउने होइन। बच्चाले सिक्ने कि नसिक्ने, अघि नै सरले प्रोफेसर साहबले भन्दै हुनुहुन्थ्यो, बच्चै बोल्दैन, त्यो बच्चा बोल्नको लागि इन्करेज गर्नको लागि त उसले भोलि यो बोलेपछि मैले यो मेरो भविष्य छ भन्ने देख्नु पऱ्यो नि। त्यसको लागि दरबन्दी चाहिँ मोस्ट इम्पोर्टेन्ट हो। त्यो चाहिँ हामीले यो शिक्षा ऐनमा, विशेष यो सङ्घीय शिक्षा ऐनमै ल्याउनुपर्छ। हाम्रो जोडजुलुमै छ माथि। त्यसमा नयाँ पुस्तामा भाषा हस्तान्तरण कन साकेजा अब आलो आरो अझ छातीमा हात राखेर भन्दा यो गाह्रो काम भइरहेको छ अहिलेको लागि, तर यसलाई चिर्न आवश्यकता छ। यो चाहिँ हाम्रो प्र्याक्टिकल डेटा। यो चाहिँ हामीले क्लास गर्दा हामी मध्येमा केही साथीहरूलाई चाहिँ तपाईँहरू जानुहोस्, एउटा बिहामा जानुहोस्, एउटा कार्यक्रममा जानुहोस्, या तपाईँको घर छिमेकीमा जानुहोस् अनि सर्वे गर्नुहोस् कतिले चाहिँ लिम्बू बोल्दा रहेछन् भनेर भन्नुहुन्छ भने। यहाँ हाम्रो रामकुमार सम्बाम्फेज्यू यहाँ कता हुनुहुन्छ, उहाँले काठमाडौँमा एउटा सर्वे गर्नुभएको छ। तथापि यो काठमाडौँको हो, तर त्यहाँ चाहिँ सबै यता लिम्बुवानभरिको प्रतिनिधित्व गर्छ क्या त्यसले चाहिँ। तथापि अनि अर्को माइग्रेटेड हौँ हामी त्यहाँको, तर पनि यहाँको चाहिँ धेरै कुरा मिल्छ। त्यो डेटा हेर्दा यहाँ गजब के देखिन्छ भन्दाखेरि चाहिँ यो हाम्रो भाषाको स्थिति चाहिँ के रहेछ भने नि, उहाँले सर्वे गर्नु 200+ गर्नु हुँदाखेरि चाहिँ 11 वर्षका बालबालिकाहरूको 11सम्मको बालबालिकाहरूको चाहिँ 10%ले भाषा बुझ्ने, 2%ले बोल्न सक्ने लु स्थिति चाहिँ यो रहेछ। एउटा सर्वे यो मलाई लाग्छ यो निकै निकालेको सर्वे बराबर लाग्छ भन्ने लाग्छ। म चाहिँ यो विश्वास गर्छु। काठमाडौँमा त्यो सबै भेला हुँदाखेरि 11 वर्ष मुनिको चाहिँ 10%, 2%ले मात्रै बोल्न सक्ने। 12 वर्षदेखि 28 वर्षसम्मकोहरूको चाहिँ के रहेछ भन्दाखेरि जेनजीहरूको चाहिँ 30%ले बुझ्ने, 10%ले बोल्ने रहेछ। यो घट्दो रेट पनि ठ्याक्कै देखिएको छ यहाँ। अनि 29 वर्षदेखि 58 वर्षको उमेरको चाहिँ के रहेछ भने 60%ले भाषा बोल्ने, 5%ले लिपि पनि अध्ययन गर्ने, अनि 8%ले 80%ले भाषा बुझ्ने रहेछ। हेक्याङ 59 थोप तुम्बासा तुम्बामाहरूले चाहिँ 80%ले बोल्ने, 95%ले बुझ्ने रहेछ। भनेपछि भाषा चाहिँ याङदोमै याङमै छ र चाहिँ यसले एकदम यो स्याम्पलिङ बेसमा यो राम्रो डेटा हो भन्ने म चाहिँ विश्वास गर्छु। तपाईँहरूलाई कस्तो लाग्छ? यस्तो छ स्थिति चाहिँ हेक्याङ। अब अन्तिममा यो व्यावहारिक रूपमा प्रशासनिक प्रयोगको कुरा त अघि नै भनिहालेँ मैले होइन। व्यावहारिक रूपमा चाहिँ घोषणा गरे पनि कहिलेकाहीँ चाहिँ कार्यान्वयनमा चाहिँ गाह्रो हुने रहेछ, तर त्यो चाहिँ हाम्रै जिम्मामा छ। पछि आउने चुनौती देखिनेहरू यति छ। कम्या पातौँ क्या कोही मे युस भी मे युससँग हाल्लो हाम्रो चाहिँ अब सुरु सेवाहरू नगेन।